ताली काठमाडौँ त्यहाँ गयो म्याप भेडालाई भेट्न गएको है China Mall कहाँ छ गाडी China Mall यहाँ छ हामी यहाँ हिँड्दैछौँ निलो डट लुज भएर सोधिरहेको ओइ अगुवा झिकेर देऊ त टिकट त्यहाँ छ होला टिकट चाहिन्छ त्यहाँ सोध त ए होइन होला डिस्काउ त हामीलाई टिकट चाहिए कि नहीं चाहिए निकलने वाला का चाइना मॉल चाइना मॉल भेनालाई फोन गरौँ ल पहिला अब बस्दै हामी चढेको बस्दै कुन बियर भन्यो एम्स्टेल मिस्टर बियर अनि अर्को पनि छ नाम यहाँ के को त्यो मध्ये कानेलाई त्यो भिडियो कानेको लागि काने मिठो छ वाइवाई टाउट कुन ठाउँको आएको थियो हामी जुगन आजुमान हरियाली छ पुरै रुखहरू है चराहरू च्याउ गराउँदै हरियाली छ नि नामी त एकछिनमा हामी कहाँ पौडीमा जान्छौँ सेम काठमाडौँ जस्तो छ गाडीहरू छ होइन त अब हामी गाडीमा पौडी खेल्छ हरियाली गाडीहरू छ रोडहरू छ पर्पलको जस्तो दामी रहेछ अरे यहाँ ल गाइज हामी चाहिँ अब आजमा जाँदैछौँ चाइना वालाहरूको लागि हाम्रो बाटो है अब यो चाहिँ ट्रेन भने पनि बस भन्नु पनि सबै छ होइन बसै ट्रेन होइन बस पनि ट्रेन भन्दा मेरो टिभी कसरी चलाउने चलेन त यार भन्दा टिकट कता चलाउनु देऊ एकछिन अब चाहिँ आयो होला हेर पुरा प्याकेटमा बस स्विमिङ जाँदैछ
मान्छे भन्छ के भयो ढाक्का टोपी लाएर पौडी खेल्नु पर्ला हुन्छ अब ल रेडिया बस यता तिमी यता आउन यहाँ त्यहाँ मान्छेले खिच्दैछ कि मान्छे आउँछ हो त्यो रातो आएछ मान्छे आएर भएन कि यता यहाँ आऊ यहाँ आऊ त यता आऊ न हो त्यहाँ 4-5 वटा हानिदिन्छु नि एकछिन न पेमा फोटोसुट गर्छ अरे बरु मेरो भिडियोमा दामी आउँदैछ यार बस दामी आउँछ दामी धेरै हानेको छ नि त मुला माइ मेलामा कति भिड छ मान्छेहरू कतिसम्म भिड छ यार यस्तो ठिक्कै खालाको हानौँ न भनेको यस्तो ल तिमीले भने जस्तै ल म चाहिँ नेकेडमा छु है हाफ नेकेडमा एकछिनै बसिराख है सालाकै निकालिदिन्छु म एकछिन पछाडि मान्छे आयो एकछिन चलाउनु देऊ एकछिन अब चाहिँ आयो होला हेर न पुरा फोटोसुट भइछ हाफ नेकेडमा बस स्विमिङ जाँदैछ नुनिलो न नुनिलो छ पानी समुद्रको सनसेट दामी भइरहेछ ल यहाँ यो बोकौँ त ल लुगा खोला लुगा पर्दैन राख न जाट समटाइम्स आई अल्सो स्पिक जाठा है ती राखेर खोलेर राख न तिनीहरू पर्दैन यहाँ नजर पनि पर्छ कि देखिन्छ कि त्यहाँबाट आउने हो नि J7 पो त नट चोक हान्छ मुला नट चोक हानिदिन्छ नि मुला फुटेको मोबाइल भयो भने अरे अब चिसै लाएर जाने डुबेर जाऊ न पर निस्क्यौ न क्यामेरामै पानी पार्दियो म्याचवाला क्यामेरामै पानी पऱ्यो यार ल मधुरो न मधुरो आयो ठ्याक्कै यहाँ हेर न क्यामेरामै छ शोभा फेरि कस्तो यार अब क्लियर आयो फोटो हाल्नु त एउटा अहिले यहाँ एकछिन न यहाँ भिडियो सुट हुँदैछ पानीले उडा गुडाइ गर्छ सर्प जस्तो छ त डोरी त यार डोरी राख्दै रहेछ रेस्क्यु डोरी बचाउने डुब्यो मोबाइल डुब्यो भने म जान्दिनँ कस्तो मोबाइल है
जाडो पनि झालो छ यता देखाउनु न यता यहाँबाट फोटो यहाँबाट चाहिँ फोटो हाल्नुपर्छ यस्तो पोज देऊ त भरे यहीँबाट स्क्रिनसट हालेर फोटो निकाल्नुपर्छ एउटा ल बस यहाँ जाऊ त यहाँनिर म उयो गर्छु अलिक पर जाऊ त बिस्तारो पानी नल्लै जाऊ ल मोबाइल नबिग्रिने गरी ल अनि त्यहाँ गएर हात यस्तो गर ल हो यसरी ल उभियो न उभियो मात्रै कि केही गर्ने होइन एकछिनै उभिएर मात्रै बस्छ ल म कस्तो बबाल आउँछ यार ल फोटो यहीँबाट तान्दा हुन्छ कि भरे मेरो नि यो पानी हेर्दै होइन यो पानीलाई चाहिँ बचाएर गरौँ न कस्तो बबाल आइरहेको छ यार त्यहाँ यसरी यो पानीलाई बचाउँदै यसरी समाउँ ल लाउ त समाउँ भेनालाई फोन लगाउनु पऱ्यो है भेना स्टपमा आइपुग्यो हामी एउटा भाइ लिएर आएको त्यहाँ चाइना मल देखिरहेको छ त्यहाँ गेटतिर आउँदा हुन्छ ए हुन्छ भेना हामी भित्रै छिर्छौँ त ल हस् भेना फायर हान्ने अर्को यो चाहिँ उल्टो पो देखाउँदै मलाई के थाहा कस्तो चाइना मल ठ्याक्कै हाम्रो पछाडि छ नम्बर हाल्नु पर्ने गऱ्यौ